हेलो एभ्रिवान, हजुरहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ हैन। आज चाहिँ म यस्तो राम्री बनेर चाहिँ म टाढै चाहिँ नभनौँ नजिक नै जाँदैछु। आज चाहिँ हाम्रो विशेष दिन दही चिउरा कार्यक्रम छ, सानो घरमा फ्यामिली मिलेर चाहिँ गर्ने भन्ने कुराले चाहिँ अब म चाहिँ त्यहाँ जाँदैछु। तपाईहरुले हेर्दै गर्नु होला, म त्यहाँ पुगेपछि देखाउने छु। ल हामी चाहिँ हिँड्दैछौँ साथीहरु है, यहाँ सिया लाएर जाँदैछौँ हामी। यहाँ ट्याक्सीमा टक्क लाएर हैन, हेर्नु होला यो राधे राधे ठुलो बिल्डिङ अझै टाउको देख्यो केही देख्यो त्यहाँ उता देखाउँदै हुन्छ। हामी चाहिँ यहाँनिर आएर पनि हैन टक्क खानाहरू खाएर पनि बसिसके साथीहरु हैन। अब चाहिँ दही चिउरा कार्यक्रम सुरु हुँदैछ, रेडी गर्दैछौँ, रेडी हुँदैछ साथीहरु। अब चाहिँ तपाईहरुलाई एकछिनमा फेरि देखाउने छ है त साथीहरु। आजको दही चिउरा कार्यक्रमको मेरो बुहारी चाहिँ यही हो। हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ साथीहरु हैन। अनि यहाँ एउटा छ नि लुन्ची मान्छे पनि छ नि यहाँ। ल हाई भन्ने सानो दिदीको युट्युबमा हाई भन्ने। ल हाई ल साथीहरु, हाम्रो चाहिँ यहाँ हैन दही चिउरा कार्यक्रमको चाहिँ यस्तो गरेर हुँदैछ। हेर्नु है त, यहाँ फाइनल लुक चाहिँ यस्तो हुँदैछ हाम्रो। यसरी चाहिँ अब चाहिँ तपाईको दही चिउरा कार्यक्रम हुने मेरो बुहारी चाहिँ रेडी हुँदैछ। भाइ चाहिँ हुनेवाला बाउ चाहिँ त्यही हो। अनि यहाँ मेरो सानीमा मेरो बुहारी, अनि हाम्रो चाहिँ अब हुँदैछ है साथीहरु, हेर्दै गर्नु होला। यसको फेरि काली ल हाई भन्दियो हाई आमै मैले सानो हाई ल साथीहरु हुँदैछ है, फोटो चाहिँ हुँदैछ। फोटो सेसन हुँदैछ साथीहरु है। भनेर चुज गर्न आँटेछौँ है त साथीहरु। ल अब चाहिँ बाबुको पालो है त। ल बाबु चुज गर है त। ल है चुज गर है। यहाँ छ है। ल चुज गर है। तिमी हात नगर न। ल है क्याच नपार है। ल मेरो बोय ल हेर त, ल हेर त। ल अब सरीको पालो। ल सरमा पनि बाँध्दै। ल तिमी आफै चक्क बान है त। अन्त होइन होस् है। भने मैले के बुझ्दैन। मेरो बुद्धि बाबा आउँदैछ कान्छ अब फेरि अलि पछि। ल है त, अब चाहिँ गर्दैनस् मम्मीको पालो। ल है त, पख एकैछिन उतै। ल ल है ल ल यता छ है त। ल ल है छाम्न पाउने। ल ल हेर है। के चाह्यो तिमीले दाजु? ल ठिक छ साथीहरु। ल आउट गरे। अब एउटाले छोरा छान्या छ, एउटाले छोरी छान्या छ हैन। अब के चाहिँ हुन्छ है त दुईजनाको। ल ल ल अब चाहिँ केक काटौँ साथीहरु। ल ल हेर्दै इन्जोय गर्नु होला है साथीहरु। ल ह्याप्पी बेबी सावर। ल अलिकति ल अब केक काटौँ। रङ हाले हुन्छ क्या तिमीहरू हेर नि त।
छोरी मैले दिए हैन र कि धुमसँग दिएको थियो त Happy, happy, happy baby shower. Happy baby shower. Happy baby shower. Happy baby shower. खिचिदियो गर्नु न बाबु हल्ला गर्नु थियो छाड्दिनु या छरी छाने काचे ए या काट्ने के काट्ने लु अब छोरीले काट्ने ल ल हाँसौँ न हाँसौँ दुबैले ल ल ह्याप्पी बेबी शावर happy baby shower. छोरी नै बिबी मामुले मामुले खाइदियो मुख मात्रै ल है छोरी सबै फोटो खिच्दिया भने ल ल बाबालाई खुवाऊ बाबालाई खुवाऊ पहिला हात चाहिँ खुवाइदेऊ हो बाबालाई खुवाइदेऊ म पनि बाजे हुन पाएकोमा शुभकामना हैन सन्तोष सुखसँग चाहिँ बच्चा चाहिँ जन्मियोस् आगमन होस् मेन त त्यही हो क्या कचौरा चाहिँ माथि राखिदिनु म दही चिउरा कचौरा माथि राख्छु भिडियो बनाऊ पहिला पहिला बुहारी लुलाई होला नि धेरै उतापट्टि उभिएर चाहिँ खुवाइदियो हो त्यस्तो त्यहाँ उभिएर चाहिँ गर्नु ढोकाले टल्किँदो रहेछ है नपरेको के गर्नु र एक्लै केक खाँदै नकल पार्दैछ पछाडि हेर्नु त त्यहाँ एक्लै हाँस्दैछ क्या आनन्द गरेपछि त्यो धेरै त दिन नहुने हो अलिकति दिएछ हेर यो अहिले बेकारमा ऊ हुन्छ आमामा पाएपछि त हेर न बेग्लै पारेछ त्यो बेग्लै पारेछ केही छैन होइन अरू उतापट्टि उभिँदा म भित्र त्यसलाई पनि सन्चो बेकारमा अब यो फेरि अहिले पर्व यसो गऱ्यो फेरि भोलि अप्ठ्यारो अर्को त्यो के अरे प्रिया अब त्यति खाएछ नदी ल मेरो भान्जी यहाँ त चस्मा भाँच्यो मेरो मोबाइल फुट्यो छैन 20 रुपियाँ छ ए हुन्छ 20 रुपियाँ त भयो उद्घाटन गरौँ न दही चाहिँ उतापट्टि उभिएर खाइदिनु अनि फोटो त्यही त हो त केही काम कहिलेसम्म अब चाहिँ कति कतिसम्म छ 18 वर्षसम्म नानुले दिया हो यति मात्रै अनि पाउने मौकाको फाइदा उठाइहाल्नु बाबु ओ सिर्जना यहाँ आज फोन मेरो हात
तिमीहरूले त टिका होइन नि दही चिउरा मात्रै के भन्छ दिजु भन्छ के भयो के भयो रुन्चे लागेछ नि त अहिले बेलै छ त्यो रुन्चे चाहिँ लगाएर छ मैले अहिले बुझ्दा रुन्चे लाग्यो क्या मामु त्यस्तो छ नि त के भन्दा नि रुन्चे मामु दुखेको छ अनि उसलाई गाह्रो छ ज्ञान दिदी अनि खोइ त मम्मी दही चिउरा खुवाएको खोइ त हाम्रो त्यहाँ मुनि छ त यही हुन्छ हुन्छ अहिले त्यो चाहिँ छुट्टै सरुलाई एक पुस खाइदिनु त्यहाँनिर होइन मुखमा लागेर त हाम्रै खुवाउनुपर्छ त्यहाँ शर्मिलाले दही पठाएको छ कि माउ त दही शर्मिलाको भागबाट दही छ कि शर्मिलाले आशीर्वाद स्वरूप पठाइदिएको छ दही सक्यो फकिन यहाँ पनि राम्रो आउँदो रहेछ यताबाट पनि कति राम्रो आएको राम्रो आएको छैन न अब सर्टा दिदीको पालो सर्ता दिदी कि सुशान्तहरूले गर्ने हो र अब यहाँ आउन तिमी आउन पैसा खाली गर्नु पहिला दिदीको पालो अनि म दिदीको पालो अनि तेरो पालो पानी खोइ पानी के गर्नु ल साथीहरु है हामी चाहिँ यहाँ म चाहिँ टिका लाउने भए त साथीहरु वर्षमा बुढो हुँदैन बुढो भएर कोठे सानो भएर धेरै राम्रो आउँछ 300 लानुपर्छ हामी त टिका है ल मेरो बुहारीको नि राम्रोसँग जिउ छुट्योस् मेरो 33 कोटी देवी देवताले रक्षा गरून् कृपा गरून् 5 गर्ने सेती देवीले रक्षा गरून् राम्रोसँग जिउ छुट्योस् ह्याप्पी बेबी सावर बुहारी त्यो दही चाहिँ उता बसेर खुवाउँछ बर्बाद पो हुन्छ भाग्य मान्नु त्यतिकै आमा बुवा हुन पाउँछ त बाजे बजु हुनु त्यो सोचे हाल्नु दिदी दिदी उता उभिएर चाहिँ खुवाउनु न हैन कताबाट खान्छ हो त्यहाँबाट पहिला बाबुबाट खाऊ पारो मात्रै दिए ल ह्याप्पी बेबी सावर बाउलाई पनि ल ल राम्रोसँग दही चिउरा खानु राम्रोसँग जिउ छुट्योस् ल शर्मिला दिदीको तर्फबाट नि दही छ यहाँ है ल उसको बाँकी छ अब ल अब लास्ट सक्यो तेरो
कति महिना भयो कति भन्नु नि अब 18मा 1 वर्ष पुगे 18 महिना हो मेरो सिधा न जस्तै त्यहाँ लोकेसन गरे मेरो WhatsApp मा पठाइदिनु यस्तै हो मेरो पनि यस्तै त्यस्तै हेऱ्यो सबै त्यो दुईटामा नै पछि हो त्यही हो लोकेसन WhatsApp मा पठाउनु पठाउन आउँदैन पेदाले म ल अब कसको पालो सुशान्त अनि सिरी अनि प्रियाको पालो ल दही चिउरा खान्देऊ ल मुनाले दही चिउरा खै त खाएको हजुर तपाईहरु पहिला तल राते दही चिउरा आउनु खाएछ आइपुग्नु हो दही चिउरा हो त ए ल म पठाइहालेँ यहाँ लोकेसन अफ गरेछ कि त्यसलाई छोइदेऊ न घरको लोकेसन मुना 3 चोटी खाइदेऊ है किन थिन्छ अनि 3 चोटी खाइदेऊ न भने ल खाऊ गान्छ यताबाट चाहिँ राम्रो आउँदो रहेछ नि दामी आउँदो रहेछ त कति राम्रो आएछ बोइनी कति राम्रो आएछ कुन मागको कति गयो डेट त दिया होला त गई डेट चाहिँ अहिलेसम्म फिक्स भएको छैन रे मागमा त मागमै त होला नि हैन त्यही भनेर त सोधे नि यहाँ कहिलेबाट बिदा दिने यसपालि हस्पिटलै नलाएर यहीँ घरमै गरौँ ल सिरी जाऊ न तिमी जाऊ न सिरी जाऊ न म फोटो गर्छु अनि प्रियाको नखिच्ने होला कि तिम्रो चाहिँ गर्छु अनि ल टिका लाउने होइन पो दही चिउरा खाइदेऊ न तिम्रो कामना बाहिर भन्यो भने त के बिग्रिन्छ मेरो त मनमनै दिने हो क्या आशीर्वाद बाहिर भन्यो भने बोल्दा बोल्दा बिग्रिन्छ कि बोली लटपटी दामी कामना मेरो भाउजूलाई मेरो दाइलाई भन्न दही चिउरा ल वान्स अगेन फेरि पनि बेबी सावर ह्याप्पी बेबी सावर मेरो भाइ बुहारीलाई ल साथीहरू आज चाहिँ बेबी सावरको चाहिँ अब कार्यक्रम चाहिँ लगभग सिद्धियो भन्दा नि भयो साथीहरू आउँछ आन्टी कति राम्रो आएको साथीहरू मेरो बहिनी मेरो साथीहरू बसौँ ल मेरो मम्मी मेरो आन्टी मेरो माइजू ल साथीहरू म चाहिँ घर पनि आइसकेको छु साथीहरू आजको दिन चाहिँ मेरो धेरै रमाइलो भयो दही चिउरा कार्यक्रम मैले बिचमा चाहिँ जुन हामीले खाएको र हामीले अलि बिचमा भिडियोहरू बनायौँ हामीले खाएको यताउति चाहिँ मैले भिडियोहरू क्याप्चर गर्न पाइनँ साथीहरू जति मैले क्याप्चर गरेको छु जति मैले खिच्न भ्याएको छु त्यो चाहिँ मैले यहाँनिर ब्लगमा हालिदिएको छु साथीहरू हजुरहरूले हेर्नुहोला र लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू भन्दै हजुरहरूलाई धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा र लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला मेरो भिडियोमा धेरैभन्दा धेरै माया हजुरहरूलाई र आजको दिन र मेरो भिडियो हेरेर बस्नुभएको सम्पूर्ण मेरो साथी मेरो सब्सक्राइबर साथीहरूलाई धेरै धन्यवाद र अहिलेलाई चाहिँ म बिदा माग्छु सबैजनालाई गुड नाइट साथीहरू।